ल ल ल लगेर जा तेरो ब्ल्याङ्केट त यसै नहुने त्यसै नहुने मैले यो काम गरेँ Subscribe to my channel. Subscribe to my channel. हेलो साथीहरू वेलकम टु माई च्यानल धेरै समयपछि फेरि पनि म भ्लग लिएर आएको छु तपाईहरुले साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भन्दै धेरै भइसक्यो थियो नि त 8-9 महिनापछि फेरि म तपाईहरुमा भ्लग बनाउने अनि तपाईहरुलाई मनोरञ्जन दिने भनेर चाहिँ म आइसकेको छु आई एम ब्याक अनि आज चाहिँ साथीहरू म के भन्छ अरे खास गरी म प्र्याङ्क गर्न लागेको मेरो चाहिँ हस्बेन्ड चाहिँ कामदेखि खाना खानुको लागि ठ्याक्कै 10 बजेदेखि 11 बजे भित्रमा आउनुहुन्छ के 11 बज्नु लागिसकेको छ अनि के भन्छ अरे ऊ आउँदाखेरि चाहिँ म चाहिँ यतिकै प्र्याङ्क गर्छु हैन उसलाई चाहिँ के भन्छ अरे अर्को केटीसँग किन लागेको भनेर म चाहिँ उसको दिमाग चाट्छु कि अब कस्तो अब उसको रियाक्सन चाहिँ कस्तो आउँछ हैन त्यसपछि चाहिँ म आज चाहिँ त्यस्तो भिडियो लिएर आएको छु फर्स्ट टाइम प्र्याङ्क भिडियो लिएर आउँदैछु साथीहरू हेरेर धेरै धेरै सपोर्ट गर्नु होला माया गर्नु होला लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न नभुल्नु होला अनि शेयर पनि गरिदिनु होला भन्दै सायद ऊ चाहिँ आइपुग्ने बेला भइसक्यो होला 11 बज्नु लागिसक्यो नि त अब 7-8 मिनेट अब भित्रमा चाहिँ आउँछ होला सायद आइपुग्छ अनि म चाहिँ उसलाई क्यामेरा चाहिँ कहाँ लुकाउने ल हेरेर साथ दिनु होला साथीहरू है क्यामेरा चाहिँ कहाँ लुकाउनु होला हौ म त यतातिर साथीहरू मैले चाहिँ यहाँनिर यो ठ्याक्कै यहाँनिर क्यामेरा लुकाएर त्यो उसमा अड्काएर राखिरहेको छु ला आइसकेछ साथीहरू के अरे भात पाक्यो के हो भात पकाएन त के हो भात पकाएन अहिले मान्छे भोक लागेर आउँछ कामबाट थाहा हुँदा आफै बनाएर खाऊ न कस्तो आफै काममा गएर आउने मान्छे कसरी बनाएर खाने किन भात आउँदा भोक लागेर आइरहेछ मान्छे यहाँ आफै बनाएर खाऊ भनिरहेको छु त कहाँ बनाउने भर्खर कामबाट त आइरहेछ अनि भोक लाग्छ थाहा छैन हिजो अस्ति को केटीसँग बोलेको थिएँ त्यही केटीले पकाइदिन्छ होला नि त ओ केटी कहाँको केटी मसँग मोबाइल छ नभए पनि गरे रहेछ नि त फोन त कहिले हिजो कस्तो कुरा गरेर होला यार तिमी मसँग मोबाइल छ त भने हामी फोन गर्नु एउटा मोबाइल छ त्यो मोबाइल पनि तँसँगै छ अनि मैले चाहिँ कहाँबाट चलाउने कामबाट आएर झन् मान्छे भात पाक्यो भनेर झन् भात खान आएको भोक लागेर तिमी हाँसेर जित्न नखोज आफूले गरेको गल्ती किन गरी स्वीकार्नु नखोज अरे कहाँ मसँग कहाँबाट मोबाइल छ कसरी चाहिँ मैले फोन गर्ने भने कस्तो कुरा गर्ने नत्र भए त्यो केटी त्यो नम्बरबाट त्यो केटी मान्छे कसरी बोल्यो अनि तिमीले फोन गरेको रे अनि तिमीले पनि तिमीलाई तिम्रो नाम पनि लिइरहेको थियो त्यो केटीले कहिले फोन गरेर मोबाइल छ त मसँग भने खाना चाहिँ किन नबनाएको रिस उठ्यो बनाएन आफै बनाउनु खाने कस्तो आएको भनेर यतिखेर आएर म अब काममा जानु परेन भोक लागेर आएको मान्छे गए जा नगए नजा छैन भात पकाउनु पर्छ भने थाहा छैन दिमाग छैन भोक लागेर आउँछ भन्ने कुरो थाहा हुँदैन तिमीले चाहिँ अर्को केटीलाई गर्दाखेरि हुने भने कुरा गरे होला यार मेरो छेउमा हाँसेर जित्न नखोज के अनि फोन छ त भने मसँग यार फोन छैन त कसरी आयो भने यही फोनबाट आयो नि त तिमीलाई त्यस्तो लाग्यो भने म गइदिन्छु म भात साथ नखाइकन जा हो भने तिमीलाई रिस उठ्छ क्या हो म भात खान आयो यसलाई भात साथ नदिने भनेर मलाई हाँस नि उठिरहेछ रिस पनि उठिरहेछ भने तिमीले त्यो केटीलाई फोन नगरेको भए त्यो केटीले कसरी त्यसमा कल ब्याक गर्थ्यो त्यो नम्बरबाट कसरी केटी मान्छे बोल्थ्यो डेभिड भनेर नाम कसरी लिन्थ्यो तिमीले के मलाई लाठी सम्झाछ अनि कस्तो कुरो गरेर मसँग फोन छ त भने यार गर्नलाई कल गर्नलाई एउटा फोन छ त्यो फोन तिमीले राख्छ म कोठामा आउँदाखेरि मात्रै चलाउँछु त्यो केटीको नम्बर कन्ठ भएपछि जहाँबाट भए पनि गर्दा रहेछ नि त तिमीले
तिमी त यार कस्तो दिमाग छैन क्या हो यार मोबाइल नहुने मान्छे कसरी फोन गर्छ मेरो बेसमा हेरेर हाँसेर त्यो यो नगर नाटक नगर मेरो छेउमा मलाई फकाउने कोसिस नगर के फकाउने र भात चाहिँ किन नपकाउने म त यहाँ दिनभरि काम गरेर आएको भोक लागिरहेको छ अहिले फेरि काममा जानुपर्छ जेसुकै गर। तिमी चाहिँ खाएर बसेर अनि मलाई चाहिँ नपकाउने पहिला यो कुरा भन कि मलाई यो कुरा क्लियर गर कि म हुँदा हुँदै तिमीले त्यो केटीलाई किन फोन गर्यो किन अर्को केटीहरू रोजिरहेको छौ तिमीले तिमीलाई त्यस्तो तिमीलाई म रुममा आयो भने चित्त नबुझ्ने रहेछ है न्यु खोज्नुपर्ने रहेछ होइन मलाई पनि थाहा छ कसले यहाँ के गरिरहेको छ यतिकै त अब बिहे भएको यत्रो वर्ष भइसक्यो 4 वर्ष भइसक्यो होइन 4 वर्ष हुँदाखेरि पनि हाम्रो रिलेसन तिमीलाई बचाउनु त्यो पछिसम्म लाइफ बिताउनु छैन रहेछ नि त त्यही भएर त यो सब तिमीले देखाइरहेको त्यस्तो चाहिँ होइन है तिमीलाई चाहिँ बरु त्यस्तो लाग्छ जस्तो लाग्यो छ जाउँ न त छुटेर यसै नहुने त्यसै नहुने मैले यो काम गरेर कसको लागि हाम्रो लागि होइन थाहा छैन मलाई कसको लागि गरे अब दिन रात नभनिकन काम गर्ने अनि म यहाँ खाना पाएको भनेर खाना खाना आएको खाना पनि पकाएको छैन तिमीलाई नै थाहा छ है मलाई के कुरा गर्दाखेरि मन दुख्छ के कुरा मलाई मन पर्दैन जुन कुरा तिमीले किन घरि त्यो गरिरहेछ मैले गरेकै छैन कस्तो कुरा गरेकै छैन छैन हो यतिकै त ल हो नि के भन्छ अरे अब तिम्रो कोही अब कसैसँग नि राम्रोसँग यो म केही छैन होइन त्यही माथि पनि तिमीले मलाई यस्तो गरेपछि तिमीले मलाई के सौदा हाल्न खोजे म माथि तिमीलाई त कस्तो के भन्नु यार बारम्बार झगडा भइरहन्छ सधैँभरि यस्तै झगडा भइरहन्छ अनि तिमीलाई जिन्दगी नै बिताउनु छैन भने बिहे चाहिँ किन गर्यो मलाई अहिले आएर तिमीलाई अर्को केटी रोज थियो भने बिहे चाहिँ किन गर्यो मसँग कस्तो कुरा पहिला भन न। गर्दै नगरेको गल्ती अब कस्तो कुरा तिमीले त कहाँ गल्ती स्वीकार्न जानेको छ र अनि गर्दै गरे होइन त गर्दै मैले गरे गरेको भएको ल म उ गर्नु भयो मलाई त म त गइदिन्छु अब कसलाई घुर्की देखाएर त साँच्ची गइदिउँ म गएछ नभएछ खाना बनाऊ अब मलाई पनि भोक लागिरहेछ कहाँबाट बनाउने म चाहिँ भोक लागेर काम गरेर आइरहेको छु भात पाक्यो होला भात खाएर फेरि काम त मैले पनि गरेर हुन्छ रेस्ट गरेर जानु ल पर्ने काममा आजको भनेर 2-4 दिन पो ल सुटिङ भएको छैन म काममा गएको छैन अरू बेला त म पनि काममा गइरहेको छु नि तिमीले पनि त बुझ्ने कुरा हो म सुटिङ जाँदाखेरि तिमी अर्को केटीसँग बोलेर बस्ने अर्को केटीसँग भेटेर हिँड्ने अनि अहिले पनि ल काममा गएको होला भनेर चुपचाप बसिराख्यो अरू बेला 10 बजे आइपुग्ने मान्छे आज ठ्याक्कै 1 घन्टा लेट ढिलो आएको छ तिमी होइन त्यही माथि अनि काम ल्याएर अरूको काम अनि भन्ने टाइममा आउन पाउँदैन नि त कहिले ढिलो कहिले चाँडो त हुन्छ नि त म त अब खाना पाएको अरूभन्दा छिटो खाना पकाउँथ्यो राख्थ्यो म होइन तिमीले त मलाई वास्ता गर्दैन मतलब गर्न छोड्यो भनेपछि अब पहिला चाहिँ तिम्रो लागि मै राम्रो मै सफ्ट हुन्थ्यो होइन अहिले आएर तिम्रो लागि अरू केटी चाहिएको रहेछ त्यसो हो भने म पनि यो रिलेसनमा बस्दिनँ तिम्रो पनि फ्यामिलीलाई भन मेरो पनि फ्यामिलीलाई भन्छु बरु सल्लाहले नै छुट्टिन्छु तिम्रो बरु जाऊ होइन यो रुम पनि छोड मलाई पनि छोड जाऊ तिमी भयो पुरै सक्यो म कहाँ जाने ठाउँ हुनु पर्ने मेरो यहाँभन्दा कहाँ छ मेरो जाने ठाउँ छैन भने मलाई तिमीले कहिले पनि माया गरेछ माया नगरेको भए म यसरी कोठामा आउँथ्यो काम गरी दिन रात कति भयो भन त हामी बसेको हाम्रो बिहे भएको 4 वर्ष भइसक्यो 4 वर्ष भयो त बुझ्नु पर्छ नि तिमी के अरू केटीहरूसँग बोलेर हिँडेर के अरूसँग टाइम पास गरे कि मसँग टाइम पास गरे तिमीले मैले त्यस्तो केही गरेको छैन यार मसँग मोबाइल पनि छैन मोबाइल त किन छैन तिम्रो हातमा एनी टाइम मोबाइल हुन्छ फेसबुक नयाँ आइडी खोलेर मलाई चिट गरेर होला होइन मोबाइल भएको फेसबुक नयाँ आइडी भयो तिमी चुप लाग मलाई नगर मेरो छेउमा नबोल जाऊ बरु जाऊ साँच्ची मेरो अनुहारमा हेरेर हाँस्ने काम नगर बुझ्यो नि साँच्ची मलाई रिस उठेर आउँछ हो भने अहिले तिमीलाई जस्तो रिस मलाई पनि उठ्छ फेरि के गर्छ तिमीले रिस उठेर चाहिँ भात पकाएर राख्नु पर्दैन भन्ने झन् आफू गल्ती गर्छ अनि झन् म काम गरेर आएको मान्छेलाई उल्टोको रिस गर्छ थाहा छैन मैले त्यस्तो काम जल्दै गरेँ जसले गरेको छ मेरो चाहिँ मन दुख्दैन म चाहिँ अरू केटासँग बोल्ने हिँड्ने गरे भए तिमीले सहन सक्थ्यौ मैले चाहिँ हिँडेर त भने हिँडे छैन भने कसरी भयो त्यो सब कसरी त्यो केटीको कल आयो अनि डेभिड भन्ने नाम कसरी लियो त्यो नम्बर के हो त त्यो कुरा गरेको यार त्यो केटीलाई फोन गरेर सोधौँ ल त्यो केटीलाई फोन मोबाइल छ गर्नु
म रुममा बस्ने बेलामा मात्रै एकछिन तिमीले अगाडि त्यो गेम सेम खेलेर बस्छु रिस उठेर आउँछ मलाई त। अझ ऊ पुरा इनोसेन्ट बनेको नाटक गर्छ, अझ मलाई हेरेर हाँसेर उडाउन खोज्यो होला होइन, मैले पत्याउँछ भने। म जान्छु भात पकाउनु पर्छ नि कमसेकम मान्छे भोक लागिरहेको हुन्छ रातभरि काम गर्नु। त्यस्तो भोक त हामीलाई नि लाग्छ भनिरहेको छु त, अनि तिमीले किन त्यस्तो गर्यो? मैले के गरेँ? के यदि ल तिमी भन न, मैले पनि त्यसरी अरू केटाहरूसँग बोल्यो, अरू केटाहरूसँग हिँड्यो भने तिमी सहेर बस्न सक्छौ? सक्दैन। मैले त अनि गर्दै नगरेको गल्ती तिमीले मेरो गल्ती देखाइरहेको छौ त अनि। गल्ती देखाए हो किन? तिमीलाई मसँग बस्न मन छैन भने सिधै भन न, डिभोर्स गर। म तिमी पनि तिम्रो फ्यामिलीलाई भन, म पनि मेरो फ्यामिलीलाई भन्छु, कुरै सकिन्छ त भइहाल्यो नि। किन चाहिँ बेकारमा गर्दै नगरेको गल्ती अब के भन्छ या तिमी आफै भन्छ हाम्रो रिलेसन 4 वर्ष भयो भनेर होइन। 4 वर्ष भयो भने त जिन्दगी कसरी बिताउने कि त्यो सोच्नु पर्दैन तिमीले? झन् भात पाकेर भनेर कामबाट आएको भोक लाग्यो र अब के कुरो गरेर न्यु बच्छ या न्यु बच्चा होइन क्या, मैले सिरियसली कुरा गरे हो। सिधा कुरा भन्दा चाहिँ मैले तिमीलाई बस्नु मन छैन भने जाऊ होइन, म बरु आफ्नो फ्यामिलीसँग म एक्लै भयो भने म खुसी हुन्छु। तिमी जाँदाखेरि म खुसी हुन्छु, बुझ्यौ? मैले अब मेरो त तिमी जाने ठाउँ छैन काहीँ पनि भनेर हिँडेर भने होइन। जाने ठाउँ छैन भनेर हिँडेको होइन कि मैले तिमीलाई। मेरो कोचे छ र कस्तो कोचै छ र? भएको घर भने नि कोठा भने नि यही हो मेरो। भएको घर भने नि कोठा भने नि यही हो, जे भने जो भने नि मै हो भनेपछि त तिमीले किन त्यो अरू केटीहरूसँगको त्यो चक्कर यताउति अरू केटीलाई फोन गर्यो, किन त्यस्तो गर्यो? मैले गर्दै गरेँ होइन अनि नगरेको गल्तीहरू भयो कि मेरो छेउमा त्यो ल्याङल्याङ गरेर नबस, रिस उठ्ने जाऊ बरु। म एक्लै बस्छु, एक्लै रमाउँछु हो, जाऊ। यो भात तरकारी नपकाउनु भयो, यो भाँडो किन राख्नु फ्याल्ने भयो नि। तिमीलाई खुब भोक लागेर रहेछ होइन, कति न भोक लागेर छ। भोक लाग्दैन त खाऊ त्यही चामल निकालेर खाऊ। के खाने मलाई फ्याल्नु चाहिँ सक्दैन। मैले के कसले रिस देखाएर तिमीले? लु गर त, के गर्ने गर त। गर्दै नगरेको गल्ती गरेर होइन आउने बित्तिकै यत्तिकै लिनुपर्छ के भनेर तिमीलाई जस्तो रिस मलाई पनि आउँछ। अहिले म यो सब फालेर बाङ्गो म फुटाइदिन्छु नि फेरि। फ्याल्नु त फ्याल्नु मलाई के अहिले यो जागो सामानहरू मलाई त रिस उठेर आउँछ। अहिले म यो टेबल सेबल सबै मैले उचालेर मैले फाल्न नपरोस् नि, मलाई यत्रो आँखाले हेरेर बस्ने होइन। मैले के गरेँ अहिले मेरो त चार्जरहरू सबै चुट्यो भने मैले फेरि तिमीलाई के गर्दो रहेछ छुट्यो रे कसले रिस देखाएर हो? लाज लाग्दैन तिमीलाई अलिकति पनि? केटा मान्छे भएर हदसम्म बस्नु जान्नुपर्छ। कति न भने ब्ल्याङ्केट चाहिँ किन लान्छस्? ल लगेर जा। तेरो ब्ल्याङ्केट त लाग्ला किन लाने म? हो मेरो सामान हो, म लाग्छु। जाऊ गए जा, मलाई त केही मतलब छैन। जाने भनेर घुर्की देखाउँछ, कहिले जान सक्ने होइन। सक्छ भने जान गएर देखा। जा साँच्ची केही फरक पर्दैन। नआइज कसम न कसम। साथीहरू गयो त यो मान्छे त अब कहाँ कहाँ जान्छ भाइ, के गर्ने होला। देवी कहाँ जाने भनेर गएको तिमी? जा भने ल तिमी जानु चाहिँ कहाँ जान्थ्यौ भन त? जहाँ पुग्छ जानु। यहाँ बस्नु नि यहाँ किन बस्ने? यहाँ बस् न। किन बस्ने के तेरो कोठामा? कस्तो नबस्ने मेरो कोठामा अब? जा भने नि होइन यो कोठा मेरो मात्रै हो। किन बस्ने त म जा भने मैले भर्खर गएर जाने साँच्चीकै जाने? जान्छु नि नबस् भनेर किन बस्नु जानु? कहाँ जाने भन त? जहाँ पुग्छ पुग्छ नि। कस्तो जहाँ पुग्छ रोडतिरै सुतेर हिँड्ने? त्यही त पार्टीतिर कहाँ जाने भने रोडतिरै सुत्ने? सुत्नु भने आफ्नो घरमा बसी के भन्दा जा भने नि किन बस्नु जानु? तिमीलाई साँच्चीकै मन दुख्या हो?
मन दुख्दैन नि मान्छे दिनभरि काम गरेर आएको भोकै भात पाक भनेर आएको के कुरा गर्छ को केटी रे कहाँ रे न मोबाइल हुन आएकोसँग त्यही एउटा फोन छ कोठामा आउँदाखेरि चलाउँछ उसकै अगाडि दिमाग फुस्किन्छ क्या बनाउँछु क्या यार तिम्रो दिमाग फुस्क्यो क्या कहिले के हो कहिले हाँस्या कहिले त्यत्तिकै रिस गर्छ कस्तो किन तिमी कस्तो उयो सिरियस भएर भने अनि मान्छे भोक लागेर आएको दिनभरि काम गरेर अहिले फेरि भात खाएर जानुपर्ने अनि आएको ल को केटी रे यस्तो रे त्यस्तो रे डिभोर्स दिए रे यताउति भन्छ अनि के गर्नु नबस्छ जा रे मैले साँच्चै डिभोर्स माग्यो भने तिमी के गर्छौ दिन सक्दैन म सक्दैन झुट बोले सक्ने लागेको त म कहिले दिन्थेँ मैले प्र्याङ्क गरे हो के तिमीलाई कस्तो प्रेम साँच्चीकै हो पत्याएन मैले फर्स्ट हो के साँच्चीकै प्र्याङ्क गरे साथीहरू तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो होइन मैले चाहिँ फर्स्टचोटि उसलाई प्र्याङ्क गरेको ऊ पनि साँच्चीकै सोचिन भने है मलाई त बिचमा हाँस पनि उठिरहेको थियो होइन फेरि म हाँस उठेर हाँस्न खोज्दाखेरि फेरि ऊ पनि मैले जिस्केको जस्तो लाग्यो क्या अरे हाँसिरहेको थियो कि अनि चाहिँ कस्तो हाँस उठेर ल साथीहरू आज चाहिँ फाइनली मैले चाहिँ प्र्याङ्क गर्न सक्सेस भएँ भन न हाम्रो च्यानललाई चाहिँ तपाईँहरूले यसरी नै माया गरिदिनु होला अब हामी चाहिँ सक्दो चाहिँ हामी धेरै नै अब होइन डेली भ्लगहरू ल्याउने छु तपाईँहरूले चाहिँ माया गरिदिनु होला अनि लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला आजलाई चाहिँ ल यति नै साथीहरू बाई बाई दिमागै खराब बनाइदियो प्र्याङ्क ल साथीहरू